हेलो गाइज हामी चाहिँ आज पौडी खेल्ने योजनामा छौँ। हामी बाक्सिलाबाट ट्रेनिङ गरेर हाम्रो गोरख सर, हाम्रो यता देवराज सर, हामी 3 भाइ चाहिँ आउँदै थियौँ। आउने क्रममा बाइकमा पानी छिरेकोले एकछिन बिसाइरहेछौँ र लगभग यो देख्दै गर्नु भएको यो खोलामा चाहिँ पौडी खेल्ने योजना बनाइरहेको छौँ है हामीले। ल साथीहरु, हामी अब यो खोलामा हामी पौडी खेल्न गइरहेको छौँ। हामीसँग जोडिदै गर्नु होला है। ठिक छ दाइ। एकदमै घाम लागिरहेछ, टन्टलो पुरी घाम लागिरहेको बेला साथीहरु यहाँ पौडी खेल्नुको मजै अर्को छ है। अब यस्तै छ गाउँघरको बसाइ, रमाइलो छ र हामी चाहिँ पौडी खेल्न लागिरहेका छौँ र म अब पौडी खेल्न लागिरहेको छु साथीहरु। हुन्छ, मैले उको गर्छु। हाम्रो विजय सर पौडी स्विमिङ स्टार्ट गर्दै हुनुहुन्छ है। सबैजना हेरिदिनु होला। र उहाँ साह्रै राम्रो गरी पौडी खेल्दै हुनुहुन्छ। त्यता हाम्रो गोरख सर पनि तयारी अवस्थामा हुनुहुन्छ। यता पछाडिको बाइक चाहिँ पानीमा डुबेको अवस्था। हाम्रो गोरख सर सिक्ने क्रममा हुनुहुँदो रहेछ। यो चाहिँ चोखाने पुच्छारको सडकमा पर्ने ताप खोला हो। यहाँ पुलको पनि अभाव छ, त्यही भएर यो बाइक सधैँ जसो बिग्रि नै रहन्छ। त्यसमा बाइक मेकानिकलाई चाहिँ फाइदा हुने कुरो देखिन्छ। गोरख सरको पनि प्रयास राम्रो छ है। देवसाथ म फिक्स ल, तपाईको टर्न जानु फेरि। अब एकचोटि अघि हुन्छ। हस्, हाम्रो देव सरले डुबुल्की हान्नु भएको छ साथीहरु। अब दाहा चाहिँ यस्तो छ है। यो दाहामा धेरै गहिरो पनि खास छैन, धेरै उयो पनि छैन, यो ठिक्कको छ दाहा। यस्तो छ, देख्न सक्नुहुन्छ है। हाम्रो रमाइलो भइरहेछ यहाँ। यस्तो छ साथीहरु, एकदम रमाइलो भइरहेछ है, झकास भइरहेछ। तपाईहरुलाई पनि पौडी खेल्नको लागि स्वागत छ। मार्यो भ्लगमा त। हाम्रो भ्लग यस्तो छ है साथीहरु। रमाइलो छ। झन्डै मलाई खोलाले अहिले भर्खरै बगायो। यही हो खोला। हो दाइ, हाम्रो गोरख दाइ
अनि झन्डै लड्दै हुनुहुन्छ खोलामा गाह्रो छ मलाई झन्डै बगायो भर्खरै दाइलाई पनि अब खोलामा गाह्रो छ है साथीहरू यस्तो छ रमाइलो छ तर बडो रमाइलो छ पौडी खेलाइ है हाम्रो यहाँभित्र भयो पौडी खेलाइ साथीहरू भिडियोलाई लाइक कमेन्ट सेयर र सब्सक्राइब प्लिज मेरो च्यानलले गरिदिनु होला है र फेरि पनि अर्को भिडियो म यस्तै ल्याउने छु र फेरि म एकचोटि फेरि पौडी खेल्ने छु साथीहरू साथी हाम्रो सरहरूलाई म भनेर हेरिदिनु होला है यहाँ हाम्रो सरहरू पनि खेलिरहनु भएको छ गोरख सर देवराज सर हामी बडो रमाइलो गरिरहेको छौँ रमाइलो छ है साथीहरू हाम्रो गोरख सर हुनुहुन्छ हेलो गाइस जाँदै हुनुहुन्छ हाम्रो गोरख सर तेरि हाम्रो देउरा सर भित्र पस्नु भएको छ त्यति गहिरो चाहिँ थाहा छैन साथीहरू ठिक्कको छ हो ठिक्क रहेछ त अलिक बगाउने यसको बानी चाहिँ खराब अरू त ठिक छ सबै Wait. गजब छ हट तेरिका बाइक पनि स्टार्ट हो अब हो जाने बेला अब हेलो गाइस हाम्रो विजय सरको यो पौडीलाई एकचोटि हेरौँ है वाउ यार यो इन्जोय चाहिँ तापको लागि हो होइन हामी 3 दिने तालिमबाट फर्किने क्रममा हाम्रो बाइक बिग्रेको हुनाले यहाँ पौडी हेर्ने अवसर पनि मिल्यो होइन जस्ट हामीले इन्जोय लिइरहेको भिडियो खिचिदिनु भएको फेरि एक लट गोरख छ थ्याङ्क यू उहाँको अर्को लट पनि गइरहेको छ होइन तपाईँहरूले यसलाई हेरेर मनोरञ्जन गर्नु होला कोही चाहिँ चोखाने तल्लो लाइनबाट कतै बाक्सिला कतै जानुपर्ने हो भने यहाँ यो पोखरीमा पौडी हेरेर इन्जोय पनि गर्न सक्नुहुनेछ वाउ है यो चाहिँ सिकारुको लागि एकदमै बेस्ट पोखरी छ यो खोला छ यस्तो त्यति धेरै बगाउन त सक्दैन सिकाउरीलाई जोगाउन सक्दैन पोखरीको गहिराइ पनि ठिक्क मात्रामा रहेकोले पौडी सिक्नको लागि एकदमै उपयुक्त ठाउँ रहेको छ मौनी कहिले पौडी खेलेको थिएन आज यहाँ आइपुगेपछि झक्क मौनी पौडी खेल्ने अवसर पनि जुडेको छ होइन ओके गाइस साथीहरू यस्तो छ बाटो आइरहनु भएको छ बाटो हेर्नुहोस् है यहाँ हाम्रो बाटो यस्तो छ लड्न सक्ने सम्भावना छ है सरहरूको आमाम ओ गाइस बाबा बाटो यहाँ हेर्नुहोस् है बाफ रे बाफ आमाम ओ आम्मा हेर्नुहोस् है यस्तो छ बाटो साथीहरू बाफ रे बाफ यस्तो छ साथीहरू ल चाहिँ पौडी सौडी खेलेर पनि अब चाहिँ फर्किन लाग्यौँ अब फेरि नेक्स्ट भिडियोमा भेट्ने नै छौँ साथीहरू अहिलेको लागि बाई बाई टेक केयर हेभ अ नाइस डे थ्याङ्क यू